गाइज के छ हालखबर। आशा गर्छु कि सबैजना ठिकै हुनुहुन्छ होइन। अब आजको मेन टपिक यो रहेछ होइन। अब चुनाव पनि अब आइसकेछ, 8-10 दिन बाँकी छ होइन। अनि यो भिडियो खास एमालेका चम्चाहरू, एमालेका दलाल, चोर, भ्रष्टाचार उनीहरूको लागि हो होइन। अब उनीहरूले जहिले पनि अब आजभोलि होइन त्यही मुद्दा उठाइरहेछन् होइन। अब बालेनको एजेन्डा के हो होइन, बालेनको एजेन्डा के हो, उसले के गर्छ, यसो उसो अरू के होइन। पहिले यो भिडियो हेरौँ त। विद्यालयका किशोरीलाई निशुल्क प्याड दिन्छौँ र कक्षा 10 सम्मका सबै विद्यार्थीलाई दिवा खाजा खुवाउँछौँ। महिनावारी वा खाली पेटका कारण पढाइ नरोक्ने व्यवस्था गर्छौँ। ल यो पनि हेरौँ न भिडियो। शिक्षाकर्मीको सम्मान र कल्याण, पहलवाला र अवकाश प्राप्त सुरक्षाकर्मीको सेवा सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्य उपचार र सिप विकास बलियो बनाउँछौँ। त्यसैले एमाले भन्छ, देश जोगाउनेलाई राज्यले पनि जोगाउँछ। भिडियो त अन्तिमसम्म हेर्नु भएन। अब तिमी झोलेहरू होइन, पहिला अब बालेनमाथि होइन त्यो प्रश्न उठाउनुभन्दा पहिला होइन, पहिला तिमीहरू आफ्नो केपी भएको होइन एजेन्डा हेर, फेरि पछि बालेनमाथि प्रश्न उठाउ न। पहिला तिमी आफ्नो बाको एजेन्डा हेर होइन। अहिलेसम्म उसले यत्रो वर्ष शासन चलायो होइन, सरकार चलायो, अहिलेसम्म केही पनि गर्न सकेन होइन। उसले अब नेपालको झन् पहिलाको भन्दा होइन, नेपालको अवस्था जस्तो थियो पहिला होइन त्योभन्दा नि अब खत्तम भइसकेछ के। अब यत्रो नेपालीहरू होइन नेपाल छोडेर विदेश गइरहेछन् होइन, यत्रो दुःख काटिरहेछन्, तै पनि अब विदेशबाट पैसा पठाउँछन् होइन। त्यसमा पनि होइन फेरि अब रेमिटेन्सको मार्फतले होइन कर काट्ने, अरू के गर्ने होइन। तै पनि अब फेरि अब हेर न तिम्रो बाले होइन अब नेपालमा यस्तो कन्डिसन गरिसकेछ होइन, यस्तो खराब कन्डिसन भइसकेछ नेपालमा। रोजगारीको यत्रो अब होइन बेरोजगारीको सङ्ख्या बढ्दै गएको छ होइन। अब जति पढिने होइन, प्लस 2 क्लियर गरे पनि, ब्याचलर क्लियर गरे पनि होइन, जागिर खान एकदमै गाह्रो। आजको डेटमा त एकदम जागिर खान एकदम लास्टै गाह्रो भइसकेको छ होइन। यस्तो कन्डिसन तिम्रो बाले गरिदिएको छ। अनि केपी ओली बुढो, पागल, खाते, मूर्ख। अब तिमी अरू कुनै एजेन्डा पाएनौ होइन। अब यस्तो पनि अब सन्केर पागल भएर अब तिमी यस्तो पनि कुरा गर्न सक्यौ होइन। अब देशमा त्यो प्याडको होइन, त्यो नास्ताको खाँचो छैन के, रोजगारीको खाँचो छ होइन। जनताले आफू कमाएर खान सक्ने होइन, आफ्नो परिवारलाई राम्रोसँग चलाउन सक्ने, पाल्न सक्ने उसको कमी छ के, त्यो प्याडको कमी छैन। खाते पागल, तिम्रो त हार अनिवार्य हो, निश्चित हो के, तिम्रो हार कन्फर्म हो के। यही तिम्रो अब लास्ट स्टेज चलिरहेछ होइन। अब जे गर्न छ तिमी त्यो गर होइन, तिम्रो त हार निश्चित हो। बालेन त जित्छ, स्योर जित्छ, कन्फर्म जित्छ होइन। अनि एमालेका झोलेहरू, चम्चाहरू अब बालेनमाथि प्रश्न उठाउनुभन्दा पहिला होइन तिमी आफ्नो बामाथि प्रश्न उठाऊ होइन। तिम्रो बाको एजेन्डा के रहेछ होइन। तिम्रो बाले देश विकास कसरी गर्छ, पेट बाटेर कि नास्ता बाटेर। अहिलेसम्म यति वर्ष सरकार चलायो होइन, अहिलेसम्म केही पनि गर्न सकेन उसले। न रोजगारीको वृद्धि होइन, बेरोजगारी बढ्दै गयो, अरू के होइन, जागिर खान अति नै गाह्रो भयो, अरू के सेवा सुविधा केही पनि गरेन होइन उसले। अनि अहिले यति वर्षपछि के ग्यारेन्टी छ कि तिमी गर्छौ? जनताले कसरी तिमीमाथि विश्वास गर्छन् तिमीले भन न। त्यस कारण अब जे भयो त्यो भयो होइन। अब जनता पनि अब होसियार भइसकेछन् होइन, सब अब शिक्षित भइसकेछन्। अब तिम्रो यो जुठो वादा होइन, तिमीले बोलेको कुराहरू होइन, तिमीमाथि कसैले पनि विश्वास गर्दैन। अब चुप लाग होइन, अब चुप लाग। अब तिम्रो हात त निश्चित हो, अनिवार्य हो होइन। देशले अब आन्दोलन चाहिएन, अब देशले आन्दोलन चाहिएन होइन। अब सुन काण्ड, अरू कुन काण्ड होइन, तिमी यत्रो लुट्यौ होइन, के गर्यौ होइन जनताहरूमाथि होइन। तर अब जनताहरू सब अब होसियार भइसकेछन् होइन। अब तिम्रो कहानी अब यही अन्त्य हो होइन, लास्ट हो। अब तिमी सकिन्छौ, तिम्रो कहानी सकिन्छ क्या अब होइन। अब देशलाई आन्दोलन, मारपिट
दङ्गा त्यो सब चाहिएन क्या। अब देशले चाहियो शान्ति। त्यस कारण होइन अब अहिलेसम्म जे भयो त्यो भयो होइन। अब तपाईँहरूसँग होइन विनम्र अनुरोध छ होइन, अब भोट परिवर्तन गरौँ होइन, राम्रो नेता चुनौँ होइन, भोट परिवर्तन गरौँ, देश विकासको लागि आवाज उठाऊ। एकजनाले आवाज उठाएर केही पनि हुन्न क्या। हामी सबैले होइन मिलेर एकजुट भएर होइन देशको लागि आवाज उठाउनुपर्छ, अनि बल्ल देश नयाँ बाटोमा लाग्छ। तपाईँहरूसँग विनम्र अनुरोध छ कि होइन अब यसपालिको भोट होइन घन्टीमा दिनुहोस् होइन। अब अहिलेसम्म जे पनि भयो होइन, अब अहिलेसम्म त हामी पार्टीको नाममा, आफन्तीको नाममा होइन, जातपातको नाममा होइन, धर्मको नाममा भोट हाल्यौँ। तर यसपालिको भोट हामीले चाहिँ देशको लागि हाल्नुपर्छ के। अब यसपालिको भोट हामी सबै एकजुट भए होइन, सबजना मिलेर होइन देशको लागि भोट गरौँ होइन, घन्टीमा भोट गरौँ। अनि यति त विश्वास छ होइन, अब बालेन सर प्रधानमन्त्री बन्नुभयो भने होइन हाम्रो देशमा भएको बेरोजगारीको समस्या, शिक्षा क्षेत्रमा भएको समस्या, स्वास्थ्य क्षेत्रमा भएको समस्या, यातायात क्षेत्रमा भएको समस्या होइन छिटोभन्दा छिटो समाधान हुन्छ होइन। त्यसकारण होइन हामी सबै एकजुट भई मिलेर होइन घन्टीमा भोट गरौँ, बालेन सरलाई प्रधानमन्त्री बनाऊ। हस्ते, धन्यवाद। जय नेपाल। जागलम कचम कहे नौज